हाम्रो कालीदेवी मन्दिर चाहिँ यो अहिले हामी जहाँ उभिरहेका छौँ यो चाहिँ 1349 मिटर हाइटमा छ। ओडाको नहरको शिरको देवीको रूपमा पनि कालीदेवी मन्दिरलाई मानिँदै आएको छ। यस मन्दिरमा चाहिँ विशेष गरी चैत्र पूर्णिमाको दिन अस्ति संयोगले सन्तोष सरहरू पनि आइपुग्नु भएको थियो। चैत्र पूर्णिमाको दिन उहाँहरू आउँदै गर्दा हावाहुरी त्यसै चलेको थियो, पानी पर्दै थियो, तर पनि यहाँ लगभग 500-700 मान्छेहरू 200 पाठीहरू पूजा बलिका लागि ल्याइएको थियो। त्यो हुँदै गर्दा पनि यो हामी निर्वाचित भइसकेपछि यो मन्दिर विशेष गरी अब प्रचार प्रसारमा हामीले अलिक बढी जोड दियौँ र हामी आइसकेपछि भएका गतिविधिहरू यी धेरै संरचनाहरूमा हामी आइसकेपछि भए। चैत्र पूर्णिमाको दिन यहाँ विशेष मेला लाग्छ। त्यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ पाठी पूजा गरिन्छ। अरू मनोकामना मन्दिर, दक्षिणकाली मन्दिर, अरू देवीका मन्दिरहरूमा बोका पूजा हुन्छ, तर हाम्रो यहाँको विशेषता चाहिँ पाठी पूजा हुन्छ। अनि पूजा गरिसकेपछि पाठीलाई तपाईँले देख्न पनि सक्नुहुन्छ दृश्यमा यहीँ पोलेर त्यो भित्रका चिजहरू लगेर चढाएर अनि यहीँ खाएर जानुहुन्छ। त्यो खालको चाहिँ यहाँको किम्वदन्ती छ। यो मन्दिरको हामी आइसकेपछि एउटा स्टडी पनि गऱ्यौँ। हामीले एकजना विज्ञ जसले चाहिँ दोस्रो विश्वयुद्धको बारेमा चाहिँ अनुसन्धान गर्नुभएको थियो, उहाँलाई हायर गरेर यो मन्दिर कति पुरानो हो त, को पुजारी थिए त, कति वर्ष पुरानो हो त भनेर एउटा अनुसन्धान गऱ्यौँ। हामीसँग त्यो बुक पनि छ, तपाईँहरूलाई उपलब्ध गराउन सक्छौँ। त्यो स्टडीबाट त्यो अध्ययनबाट हामीले के पायौँ भने यो कम्तीमा पनि 300 वर्ष चाहिँ पुरानो हो। त्योभन्दा बढी त हुनसक्छ, स्टडी गर्ने बाँकी भयो। अहिलेसम्मको स्टडीले कम्तीमा 300 वर्ष पुरानो हो भन्ने चाहिँ त्यो स्टडीबाट देखियो। र यहाँको पुजारी फेरि तामाङ समुदायबाट हुनुहुन्छ। हाम्रो यहाँको पुजारी चाहिँ नितान्त तामाङ समुदायबाट र उहाँले पूजा गर्ने विधि पनि तामाङ भाषाबाटै हुन्छ हैन, त्यो खालको छ। अनि यो मन्दिरमा आएर चाहिँ यो पाठीहरू अनि कुखुराको भाले, अन्डा, नरिवल ल्याएर जसले चढाउनुहुन्छ नि किन चढाउनुहुन्छ भन्दा जस्तै मलाई चाहिँ म कुनै समस्यामा छु वा कुनै मलाई अलिक चाहिँ विकनेस भएको छ, आर्थिक कारोबारदेखि सबै कुराले मेरो बालबच्चा भएन, सन्ततिहरू जन्मेन, यस्ता खालका विकनेस आफ्नो फिल हुन्छ नि, आएर मन्दिरमा आएर दर्शन गरेर उहाँसँग चाहिँ प्रार्थना गरेर ल देवी मेरो यो मनोकामना पुरा भयो भने मैले पाठी ल्याउँछु, मैले नरिवल ल्याउँछु, मैले कुखुरा भाले ल्याउँछु, मैले अन्डा ल्याउँछु भनिसकेपछि उहाँ प्रार्थना गरेर जानुहुन्छ। अनि उहाँले चाहिँ आफूले फिल गर्नु भएपछि मैले मागेको कुरा देवीले पुरा गरिदिनु भयो भन्ने फिल भइसकेपछि अनि उहाँले भागेको चिज ल्याएर यहाँ पूजा गर्नुहुन्छ। त्यो खालको चाहिँ किम्वदन्ती छ। अनि यहाँ एउटा सन्दुक ढुङ्गा भन्ने छ, हजुरहरूले फुर्सद भयो भने हेर्न पनि सक्नुहुन्छ। यहाँ तलबाट सन्दुक ढुङ्गा, सन्दुक टाइपकै छ। सन्दुक भनेको हाम्रो पुरानो सन्दुक भनेको हाम्रो पैसा ट्याङ्का हैन। अनि पहिला हाम्रो पुर्खाहरूको पालामा चाहिँ यहाँ मन्दिरमा आएर भोलि मेरो घरमा चाहिँ बिहा छ, व्रतबन्ध छ वा कुनै कार्य छ भने पहिला त भाँडाकुँडा डेक्चीहरू आदि इत्यादि त सबैका पर्याप्त हुन्थ्यो। मन्दिरमा आएर देवीलाई भाकल गरेर ल प्रभु मेरो चाहिँ देवी मेरो चाहिँ भोलि यस्तो खालको पूजा छ, मलाई यो सामान चाहिएको छ भनेपछि चाहिँ त्यो सन्दुक ढुङ्गा निक्लिन्थ्यो अरे क्या। यो किम्वदन्ती हो यो फेरि होइन। अब यो हाम्रो बाबुआजूले भनेको कुरा हामीले सुन्दै आएको कुरा। अनि त्यो भनिसकेपछि भोलिपल्ट निक्लेपछि त्यो लिएर गएर आफ्नो के कार्य हो त्यो पुरा गरेर आएपछि त्यो सफा गरेर ल्याइदिएपछि फेरि लोप हुन्थ्यो होइन। अब पछि कोही बदमासले चाहिँ त्यहाँ जुठो भाँडा ल्याएर राखिदिएको कारणले वा कुनै बदमासी गरेको कारणले त्यो निक्लिन छोड्यो भन्ने खालको किम्वदन्ती एउटा। अब अर्को चाहिँ यहाँबाट यहाँ मुनिबाट एउटा चाहिँ गुफा पनि छ। यो चाहिँ हामीले त्यो खोज गरेर त्यसलाई चाहिँ मर्मत सम्हार गर्ने पानमा पनि छौँ। यो गुफा अलिक लामै गुफा छ भन्ने पनि सुनिन्छ। 17 सालमा पञ्चायत शासनले चाहिँ दमन गर्दाखेरि त्यो गुफाभित्र आएर लुकेको काङ्ग्रेसका कार्यकर्ता भन्ने खालको पनि इतिहास छ। अब हामी यो सबै इतिहासलाई जोड्दै एउटा प्याकेज बनाउने। अब हाम्रो यहाँ माथि चाहिँ फेरि टोड्के मदाने भन्ने छ। सन्तोष सर पुग्नु भएको छ धेरै पटक, सर पनि सर पुग्दै हुनुहुन्छ होला होइन। अब त्यहाँ चाहिँ अब हामीले हाइकिङ गर्ने चाहिँ रुटै बनाइरहेको छौँ, कतिपय सिँढी पनि बन्दैछ। अब हामीले सकेसम्म हामी हाइकिङ गर्नलाई एउटा ट्रेकर्सका निमित्त कति चाहिँ हिँड्न सहज हुन्छ त्यो थ्योरी अप्नाएर बनाउने भन्ने लक्ष्यमा पनि छौँ। अब हामी यहाँ होमस्टे सञ्चालन गर्दैछौँ। यहाँ फेरि तपाईँको अहिले सुन्तला पकेट कार्यक्रम हामीले चाहिँ यसलाई सुन्तला बगान बनाउने चाहिँ एउटा लक्ष्य राखेका छौँ। यो धार्मिक पर्यटनसँगै सुन्तला बगान सँगसँगै यहाँ होमस्टे
यो खालको चाहिँ हामीले प्लान गरेका छौँ। यस वर्ष हाम्रो 67 लाखको चाहिँ कार्यक्रम छ सुन्तला वितरण। यहाँ सबैलाई सुन्तला हामी फ्रीमा दिने, उहाँहरूले लगाएर फलाएर बेच्नु पर्यो। हाम्रो सुन्तला राम्रो हुने एरिया हो यो, काँडातिर सुन्तला राम्रो फल्छ यहाँ। हामीले सुन्तलालाई प्रमोट गर्ने उद्देश्यले यो बागमती प्रदेश सरकारको एक उत्पादन कार्यक्रम अन्तर्गत चाहिँ यो प्रदेशभरिमै पहिलो सम्झौता भएको कार्यक्रम यो वडाले सम्झौता गरेर अहिले सुरु गरिरहेका छौँ। म चाहिँ यात्री त्यसमा सम्बद्ध एउटा त्यो फन्डलाई सुरु गर्ने त्यो के भन्छ हिँड्ने कार्यक्रमलाई सुचारू गराउने एउटा मान्छे हो। म चाहिँ हिँडिरहन्छु, हिँड्नलाई स्वास्थ्यको निम्ति धेरै फाइदाजनक हुन्छ र त्यसका हरेक गाउँमा चाहिँ एउटा किसिमको कुरा भयो भने मान्छेको मितव्ययिता भयो भने घुम्ने मान्छे विदेशीको जरुरी पर्दैन, नेपालीलाई नेपाली नै काफी हुन्छ हिँड्नको निम्ति। र सुविधा प्लास्टिक जन्ने चिजहरू फाल्न नदिने यस्ता कुराहरू चाहिँ वडाबाट सञ्चार माध्यमबाट गर्नु उनीहरूलाई भन्नुपर्छ, सिकाउनुपर्छ भन्ने मलाई लाग्छ। धन्यवाद। हजुरको परिचय दिनु। मेरो परिचय भन्दा म सन्तोष पौडेल, म चाहिँ हाइकफोर नेपालको एउटा बाटो देखाउन निम्ति एउटा सामान्य कार्यकर्ता हो।